टिभीमा आउँथे। भाउसँग जाने कि ना बहिनी एक्लै हो यसपालि त राज गरे म त एक्लै हो यसपालि त कहाँ सिकारी जहिले पनि एक्लै शिकार गर्छ नि कहाँ सधैँ बुढी बोकेर हिँड्नु यसपालि त एक्लै आने चियावाला भेट्ने सुरुको दिन त असरमा जाने चिया खाने त्रिसिती अब के अरे 10-12 गतेदेखि चिया छोडिदिने हो। कहाँ किन? चिया बेच्नु अब मोडेल नि हुन लागिसकेको माथि चिया बेच्नु परिरहन्छ मेरो काम हुँदैन अब तपाईँ मोडल थोडी भइन्छ पागल आफ्नो काम त गर्न पर्यो अनि सुटिङ हेर्ने एक दिन जानु पर्यो आफ्नो सुटिङ गर्नु अर्को दिन सपिङ गर्नु पर्यो अर्को दिन अनि तपाईँ जानु पर्छ जान्न तपाईँ जानु के उहाँहरूसँग जानु तपाईँ अनि म थाकेर आएको हुन्छु अनि होइन उहाँले नि भन्नुभएको है अघि भर्खर भन्नुभएको मसँग जोडेर तपाईँ रुबिनजी आउनुपर्छ त्यहाँनिर सुटिङमा हामी भिडियो बनाउनु पर्छ बालाजु नजिकै हो बालाजुमा अरे सुटिङ छ अरे नजिकै भयो नि त हामीलाई सजिलो हुन्छ नि त नजिक भएपछि जानु भेटघाट गर्नु अनि जाउँला भिडियो बनाउनु सजिलो भयो नि त आर्यन सिक्देलजीको अनि के छ चियावाला चाहिँ पहिलो पटक केटा गेम पनि लानु अलिकति 2-3 डाइपर किन्ने पैसा आउँछ यार अनि नै अब यत्रो पहिलो पटक अब हामी भेट्दैछौँ के छ मनमा के हुँदैछ के त मुटु डुकडुक भएर नि भन्नु बित्तिकै अघि भर्खर फोन गर्नुभएको थियो मलाई के अरे टेक्जीले तपाईँको 18 गते रेडी भएर बस्नुपर्छ सुटिङ जानुलाई भन्नुभयो म त मुटु डुकडुक डुकडुक भइरहेको थियो टिकटकमा यत्रो टिकटकमा 2 महिना भन्दा बढी भयो भेटघाट लाग्यो हाम्रो नम्बर छैन टेक्जीलाई नम्बर दिइसक्दैन ठिक छ मलाई कहिले इनबक्स हाई भन्नुभयो तपाईँले अनि 5वटा नम्बर पठाइदिन्छु कुनमा गर्ने हो अनि थाहा हुन्छ चाहिन्न मलाई अहिलेसम्म तपाईँले मलाई नम्बर दिनु भयो टेक्जीलाई दिएर नम्बर दिने ठिक छ कि प्रोड्युसर डाइरेक्टर के हो अनि अब उहाँ म चाहिँ के त अनि म कबाब गरिदियो मोडल हो मोडल भरे के भयो मोडलको हालत यस्तो हुन्छ पागल हिलो खाना राख्छु म तपाईँ भनेको मोडल उहाँ भनेको ऊ हो नि त नि अब के भन्ने अनि चियावाली सुन्न अब हेर्नुहोस् क्यामेरामा त मान्छे वरिपरि सुटिङ गर्ने मान्छे हुन्छ नि हेर्नुहोस् अब गाह्रो हुन्छ कहिलेकाहीँ तपाईँलाई हाँस मात्नुपर्छ कहिलेकाहीँ पछिबाट अँगालो मार्नुपर्छ के छ हौ तपाईँले 15 गते भेटघाट गरेर यसो छुने प्र्याक्टिस गरौँ भनेको त छुने प्र्याक्टिस कहाँ छु नि हो त अब अस्ति कहाँ छुनु भयो बिनाजीलाई म किन आधा राता मकै परेको होला छ यहाँ भिडियो पठाउनु भएको छ कहाँ छु नि कहाँ छु नि प्र्याक्टिस गर्ने हो भने अब त कम्मरतिर कता कता अब के डाइरेक्टरलाई सोध्छु म अब डाइरेक्टरले अब रुबिनीले मलाई कहाँ छुने हो भनेर थ्याङ्क यू म सोध्छु अब ढुक्काउनुहोस् अन्त समात्दिन म किन एक्लै मक्खा परेको यार नै कहिले काहीँ अब हाँस मात्न पर्छ हेर्नुहोस् सक्नुहुन्छ तपाईँले कोअपरेट गर्दा मसँग अब सक्नै पर्यो सक्दिनँ भन्न मिल्छ त म्युजिक भिडियो खेलेपछि मोडल भएपछि नराम्रो काम होइन एक्टिङ हो अभिनय हो अनि अब एक्टिङ सकेपछि ब्याकअप भएपछि तपाईँ कता म कता तपाईँ असनतिर म कता गोङ्गपोतिर त्यही भएर अब रिलले मागे अनुसार रुन्चीको मम्मीको रुचि